डडेलधुराका प्रसाद अवस्थी जसले सिकाउँदैछन् व्यावसायिक कृषि कर्म। डडेलधुराको गन्याबधुरा गाउँपालिका वडा नम्बर 1 को ललतडामा उनले 60 रोपनी जमिन भाडामा लिएका छन्। उनले 2076 सालमा सुरु गरेको फर्मले हाल 50 लाख रुपैयाँको उत्पादन बजारमा दिने गरेको छ। उनले फर्ममा 5 जनालाई वार्षिक रूपमा रोजगारी दिएका छन् भने बेमौसमी रूपमा 12 जनालाई रोजगारी दिएका छन्। उनले फर्ममा च्याउ, कुखुरा, आलु, सिमला, रायो लगायतका उत्पादन गर्दै आएका छन्। सम्बन्धित निकायले लगानी तथा प्रोत्साहन दिन नसक्दा उनी निराश देखिन्छन्। फर्म क्षेत्रमा घेरबार अभाव, टनेल निर्माण अभाव, बजारीकरण समस्या रहेको देखिन्छ। उनी भन्छन्, स्वदेशमै सुन फलाउन सकिन्छ, विदेशमा गर्ने परिश्रम यहाँ गर्ने हो भने राम्रै कमाइ हुन्छ। मेहनत र संयमता हुनुपर्छ, सफलता मिल्छ। सुनौ अवस्थीसँग गरिएको यो व्यावसायिक कुरा। प्रसाद अवस्थी, म भागेश्वर कृषि तथा पशुपालन फर्म सञ्चालक गन्याबधुरा 1। हामी अहिले व्यवसाय रूपमै सबैले तरकारी खेती गर्छौँ। यहाँको हावापानी अनुसार आजभोलि बारीमा यो आलु छ भनेपछि अब 2-3 महिना अगाडि यो बारीमा पुरै ढङ्गको गरी सिमला भयो, खुर्सानी भयो, भन्टा थियो। हामी यसरी मौसम अनुसारको दिनै तरकारी उत्पादन हुन्छ, यहाँ तरकारी उत्पादन गर्छौँ। यो 2076 सालदेखि हामीले सुरुवात गरे अब व्यवसाय रूपमै अलिकति गर्नुपर्छ, गाडीलाई नै पुरै टन्न हुने गरी उत्पादन गर्नु सक्नुपर्छ भन्ने हिसाबले व्यवसाय रूपमा गएको 76 सालदेखि हो। अहिलेसम्म निरन्तर छ। लगभग सुरुवात गर्दाखेरि कति जति लगानी लाउने? सुरुवातमा त धेरै लगानी लगाएको। यो पहिले वन जङ्गल थियो, यतिका संरचना बनाउँदा ऊ गर्दा सब व्यवस्थापन गर्दा हामीले झन्डै यो जमिनको माछसहित हालेको पुरै लगभग 150 रुपियाँ जति छ। त्यो सबै माछसहित यो व्यवस्थापन सहित लगभग 1.25 करोडको टार्गेट हुन्थ्यो। त्यही खर्च भयो एक सभा। फर्स्टमा सुरुवाती चरणमा 2076 साल 77 सालतिर त सुपरजुलले पनि गरेकै थियो। अब त्योभन्दा पछि त केही छैन, सुपरजुलको पनि छैन, नाम निशानै हरायो। अब कृषकलाई त सहयोग गरेकै छैन अहिलेसम्म हो कि। अब यहाँसम्म उहाँहरूको पहुँच पुग्दैन हुनु के छ। त्यस्तै छ अहिले त, त्यस्तै हो। यदि स्थानीय सरकारबाट छ, अब कहिलेकाहीँ अलिअलि ज्ञान केन्द्रबाट पनि दिइरहेको छ। यसरी यो फर्मबाट के उत्पादन गर्ने? व्यवसाय रूपमै त सबभन्दा बढी गर्ने भने यो आलु र सिमला हो। अब सँगसँगै हुन्छ हामीहरूको धान हुन्छ, यहाँको उत्पादन काँक्रा भयो, फर्सी भयो, भन्टा भयो, यहाँ हुने तरकारीभरि सबै हुन्छ। हाम्रो अब माथिको बेल्टमा छ एउटा फाँटमा सिमिला छ, फलफुल बगैँचा पनि छ। 15-20-25 वटा च्याउका घरहरू पनि छन्। हामी च्याउ पनि हाल्ला छौँ, अहिले 20 वटा घरमा हालेका पनि छौँ। हेर्न सक्नुहुन्छ हजुरहरूले। व्यवसाय रूपमै सबै हो, उत्पादन गरेकै छौँ। यहाँको हावापानी अनुसार हुने तरकारी जे हुन्छ उत्पादन गर्दै बजार बेच्दै गर्छौँ। वार्षिक 50 लाख जति हामी बेच्छौँ। टोटल तरकारी सबै तरकारी च्याउ भयो, सिमला भयो। कर्मचारी, कामदार व्यवस्थापन कसरी गर्नुहुन्छ? व्यवस्थापन आफू यहीबाट उत्पादन गर्ने, यही बेच्ने, यहीले उहाँलाई पनि दिने, जमिन भाडावालालाई पनि दिने, सबैलाई दिने, बाँग्रेको आफूले पनि खाने। यहीबाट म्यानेज छौँ। 10-12 जना पनि काम गर्ने पनि ठिकै छ। भाडामा कि कसरी? नै यिनीहरू त सबै अब तनखैमा हुन्। यो जमिन त भाडामै भयो कि मेरो आफ्नो भएन। यहाँको जमिन त यसको भाडा पनि तिर्नै पऱ्यो नि। अब यतिको जमिन बनाएको छौँ, उहाँहरूको जमिन हो, जमिनको भाडा पनि तिर्छ। सबै अभावै छ। अब जङ्गली जनावरले यो देखिहाल्नु भयो, किनार पुरै खाइसक्यो। अब पहिलेदेखि भने अब जङ्गली जनावरले यहाँ जङ्गलमा छु, यस्तो फर्म खोलेको छु, सहयोग गर्नु पऱ्यो भनेर सबै ठाउँमा खोलेको छु, तर सुनाइ कहीँ पनि भएन। अहिलेसम्म भिडभाडको लागि 6-7 वर्ष भइसक्यो मैले व्यवसाय रूपमा गर्दा अफिस धाउँदै उनीहरूका त्यो कार्यक्रममा समावेश हुँदै पनि अहिलेसम्म दिएको छैन। त्यो उनीहरूले किसानसँग खासै डाइरेक्ट त्यसरी सम्पर्क पनि गर्दैनन्। अब अफिस नजिकका आसपासका जो झोले किसानहरू छन् उनीहरूको बिउ पनि बेच्छन्। यहाँ उनीहरूको सिद्धिएपछि उनीहरूबाट इन्डियाबाट पनि मगाएर उनीहरूको बिउ बेच्ने। हामी जस्ता किसान यसरी उत्पादन गरेर राखेको बिउ कोल्ड स्टोरमै पुऱ्याउने लक्ष्य रहेछ यहाँका सरकारी निकायहरू। अनि व्यवस्थापनलाई त छ, 2टा यहाँबाट छ, एउटा धारा यहाँबाट पनि ल्याएको छु, एउटा सानो टङ्कीमा छ। अब यसपालि त यहाँ पनि ठुलो एउटा टङ्की बनाउने भन्ने सोचमा छु। टङ्की बनाउने, थोडा पोली हाउस पनि थप्ने, अनि च्याउको घरहरू पनि टहरा पनि अलिकति थपेर अलिक व्यवसाय रूपमै अझ यसलाई मजबुत बनाउने खाले 2-4 जनालाई रोजगार दिन सकियोस् कि गाउँठाउँमा।
यही बाटो भन्ने चाहना छ। यसरी एक गरेका कार्यक्रमहरू यहाँ हामीले जस्तो यो व्यवसाय रूपमा तरकारी खेती गरेका छौँ, उनीहरूलाई यहाँ लिएर घुमाउन सक्यो, उहाँलाई योप्रति आकर्षित गर्न सक्यो, उहाँका संरचना बनाइदियो, उहाँलाई व्यवस्थित बनाएर बजार गरेरसँग पनि जोडिदियो भने चाहिँ युवाहरू रहन्छन्। राम्रो पनि छ, कृषिमा गरेपछि मिहिनेत गरेपछि राम्रै हुन्छ। अब गर्नु मात्र पर्यो। अब उहाँहरूले पनि त्यसरी अब विदेशमा त्यतिका गएर पसिना बगाउनु, अर्काको देशमा श्रम बगाउनु भन्दा त आफ्नो देशमा गरेपछि 1-2 साल नहोला, तेस्रो साल त भइहाल्छ। हामीले फर्स्टमा 2-3 वर्ष त योमा पनि अलिकति घाटामा चलेको थिएँ। अहिले आएर अब देखिहाल्नु भयो, बल्ल मेकअप बन्दैछ। अब यो गरेको नगरेको उहाँहरूले बारीमा आएर मूल्याङ्कन गर्नु पर्यो। अनि हामीहरूका समस्याहरूलाई यदि सक्ने भए चाहिँ सक्छौँ भन्नु पर्यो। अब सक्ने छैन भनेपछि हामी कुनै अरू निकाय मार्फत होइन, बजेट उनीहरूको शीर्षकमा बजेटमा हुने भयो, तर त्यो कहाँको कार्यान्वयन हुन्छ त्यो थाहा हुन्न कि। अब जस्तो जसलाई यसरी गरिरहेको छौँ, व्यवसाय रूपमा गरिरहेको छौँ, उनीहरूका किसानहरूका पिर मार्का म जस्तै भनौँ न, सबैका किसानका पिर मार्का दिने भएपछि त अलि उत्पादन पनि वृद्धि हुन्थ्यो, कृषिमा देशै आत्मनिर्भर हुन्थ्यो। अब अहिलेका त कस्तो भयो भने कार्यक्रमहरू झोल्या लागि मात्रै हुने जस्तो भयो कि यिनीहरू त अब यहाँबाट गरिरहेका पनि अब पलायन हुन लाग्दैन। हाम्रो एउटा यो गाउँ पनि थियो, यहाँ गाउँमा पनि अब पहिले आजभन्दा 5-7 वर्ष अगाडि टन्न गाउँ भयो भने आजभोलि जाँदाखेरि एकजना पनि मान्छे बस्ती छैन। अब यस्तो स्थिति छ। अब यसलाई कृषि मार्फत यो अनुदान वितरण गर्नुभन्दा अनुदानको पैसाले जति बेरोजगारी छन् बेरोजगारलाई रोजगार दिइदिएपछि म पनि खुसी हुन्थेँ, सबै यही काम पाउँथे, आफ्नै गाउँठाउँमा केही गर्थे। यहाँका युवा साथीहरू पनि अब भन्न चाहन्छु, युवा साथीहरू अब मिहिनेत गरेपछि छ पनि त यस्तै चलि नै रहेछ। तर अब इन्डियन तरकारी भन्नुभयो, इन्डियन तरकारीले गर्दाखेरि हाम्रो यो तरकारी पनि रेट पाइन्न। ठ्याक्कै जति बेला अब हाम्रो हुन्छ त्यति बेला इन्डिया पनि हुन्छ। अब उनीहरूको लागत एकदम न्यून हुन्छ, हामीहरूको लागत एकदम कस्टली हुन्छ कि एकदम महँगै हुन्छ भनौँ यसरी। अब केही चिज ल्याउँदाखेरि त्यहाँ रोडदेखि धोनी यहीसम्म गर्नुपर्छ, बजारभन्दा अलि टाढा भयो। अब त्यसैले गर्दाखेरि अब राज्यले अलिकति यो बजारीकरणमा हामीहरूलाई सहज गरिदिए म पनि धेरै आभारी हुन्थेँ। किनकि अब यहाँ गाउँठाउँमा उत्पादन त गर्छन्, बेच्न सक्दैन, बेच्नलाई यन्ती गर्न जाइन्छ। अब गाडी किन्नै 30-35 लाख रुपियाँ लाग्छ। अब यो व्यवसायमा यतिका लगानी लगाएर अब मान्छे पुगर्लान्। अब हामी त गरिरहेको छौँ व्यवसाय, अब नगरी के गर्ने, यत्रो ऋण छ, यत्रो लगानी छ, गर्नै पर्ने हुन्छ। तर सरकारले उत्पादन गरेकालाई यहाँदेखि बजारसम्मको लागि बजारीकरणलाई जो धुवानी खर्च हुन्छ त्यो दिइदिएपछि पनि धेरै हामी सहजमा पर्थ्यौँ। हामीसँग अहिले पनि लगभग 200 कुइन्टल आलु उत्पादन होला। अब यसमा पनि हाम्रो 5-7 रुपियाँ खर्च नै आइहाल्छ। अब बजारीकरण के 8-10 रुपियाँ खर्च आइहाल्छ। अब त्यो पनि उहाँले हामीलाई अलिकति सहज गराइदिएपछि हामी पनि धेरै राहत पर्थ्यौँ। कृषिसँग सम्बन्धित कार्यालयहरूसँग खासमा फर्मको लागि के मागहरू छ? माग त अब बजारीकरणको पनि माग छ, उनीहरूसँग पोली हाउसको पनि छ, घेरबाडको पनि छ, सबै त्यो सूचनाहरू खुल्ला हुन्छन्। तर त्यो कार्यक्रमहरू त कता बिलाउँछन् त्यही थाहा हुनु। त्यस्तै छ यहाँका कार्यक्रम। अब यसरी गरेपछि मिहिनेत गरेपछि यहीँ मजाले सुन फलाउन सकिन्छ। यो बाँझो बारीमा पनि हो, योभन्दा 7-8 वर्ष अगाडि पहिले यो बाँझो थियो, एकदम बाँझो थियो। अहिले गरे मिहिनेत गरे यस्तो देखिहाल्नु हो, सबै घुम्न आउँछन्, सिक्न आउँछन्। अब उत्पादन भएको देखेर मलाई पनि अलिक ऊर्जावान नै हुन्छ भनौँ न। अब गरिरहेको थिएँ, यो सँगसँगै अरू पनि गर्नु पाइने हो। सँगै च्याउ पनि गरिरहेको छु। च्याउले गर्दाखेरि यहाँ मल पनि भएको छ। अब च्याउले गर्दाखेरि यो पराल सराल जति हुन्छ यहाँको आफ्नो पनि भयो, अरूको पनि पराल भयो, सबै लगेर कटिङ गरेर त्योमा च्याउ हाल्छौँ र त्योबाट पनि पैसा कमाउँछौँ। राम्रै छ।